मलाई आनीले सिकाउनु भएको तिमीलाई भने जस्तो भएन या कसैले चित्त दुखाइदियो या कसैले तिमीलाई नराम्रो गरिरहेछ भने फेरि ब्याक नराम्रो नगर्नु या त उसको चरित्रको बारेमा अरूलाई नभन्नु उसलाई चाहिँ नराम्रो नगराउनु तिमीलाई जे जस्तो गरे पनि भनेर एउटा सिक चाहिँ सिकाउनु भएको थियो। सो त्यसकारण पनि मैले धेरै कुराहरू म सँगसँगै मेरो अगाडिको व्यक्तिलाई पनि भोलिको दिनमा नराम्रो हुन्छ भन्ने मैले त्यो जुन महसुस गरेँ नि त्यसपछि चाहिँ मैले नि कति कुराहरू सायद बोलिनँ होला किनभने अब अहिले एकरो देखिरहेछ नि मान्छेले म एउटा केटा मान्छे भएर मलाई गलत भन्नेहरूको संख्या पनि त धेरै छ नि त लास्टमा केटाकै गल्ती देखिन्छ नि कति कुरामा त्यही हो कति कुरामा म बोलिनँ। सो यो कुरामा आउँदाखेरि मैले बुझिहाल्नुहुन्छ है फेरि किनभने मलाई त सबैले देखिरहेकै हो बुझिरहेकै हो। सो मैले कति कुराहरूको त्यो स्ट्रेट एन्सर दिनुपर्छ भन्ने पनि छैन त्यो बुझ्नुहुन्छ क्या म के कसरी बोलिरहेछ के को विषयमा बोलिरहेछ।